खास भन्ने हो भने आज आइतबार मेरो डे अफ हुन्छ अनि म उबर युज गर्छु के दिनभरि लगभग मिलेको दिन जतिमा। अनि मान्छेहरूले सोध्छन् ए डे अफ पनि के उबर गरिरहेको भनेर। अब उबर गर्छु भन्ने बित्तिकै मान्छेको सोचाइमा चाहिँ के आउँदो रहेछ भन्दाखेरि अलि तुच्छ तरिकाको सोचाइ, अलि घटाएर गिराएर बोल्ने के उबर युज पनि गर्छ, त्यस्तो पनि जब हो, तिमीसँग अरू केही स्किल छैन, केही जानेको छैन अरू भन्छ के। अरे यार म भित्र के छ स्किल त मैले थाहा नि त, सबै संसारलाई देखाउनु पर्ने आवश्यकता त छैन नि त। मैले जेसुकै काम गरे पनि जेसुकै गरेर कमाए पनि तिनीहरूलाई के को मतलब हुने हो, आफ्नो गरेर खा न भन्न चाहन्छु कि म। अरे उबर इट्स गर्न पनि त्यति सजिलो छैन नि त। अस्ट्रेलियन ड्राइभिङ लाइसेन्स चाहिन्छ, राम्रो गाडी चाहिन्छ, गुगल म्याप राम्रोसँग युज गर्न जानेको हुनुपर्छ, समयको म्यानेजमेन्ट गर्न जानेको हुनुपर्छ। गाइजहरू उबर इट्स गर्न सजिलो छैन। सबैले भन्छन् उबर इट्स सजिलो छ, इजी मनी, मस्त रेस्टुरेन्टमा गयो, ग्रोसरी स्टोरहरूमा गयो, कलेक्ट गर्यो, लिएर आयो भन्छन्। तर त्यस्तो इजी कहाँ छ र उबर इट्स पनि धेरै गाह्रो छन्। हेर्दै जङ्गलको बिचमा माथि उकालो, त्यार्सो, ढारिलो, खुड्किलो सब पार गर्नुपर्छ। कच्चो बाटो, भिरालो बाटो, त्यार्सो बाटो, साँगुरो बाटो सबै हुन्छ। हेर्नु यो जङ्गलको बिचमा मैले $13 को लागि अहिले आइरहेको छु। ओ माई गड, हेर्दै डर लाग्दो छ। एउटा भन्दा गाडी अट्ने कुनै बाटो देख्दिनँ म अगाडि। $13 को लागि म लगभग 8 किलोमिटर यस्तो बाटो हिँडेर अहिले म उबर गर्न आइरहेको छु। भन्नेले भन्छन् के उबर गर्न धेरै सजिलो छ, उबर यसमा इजी मनी छ, सबै इन्डियन नेपालीहरू आजकल उबरतिरै जान्छन्, स्किलफुल काम गर्दैनन् भनेर भन्छन्। त्यो सरासर गलत हो।